हेलो एभ्रिवान, के छ खबर? दर्शन नमस्कार, आराम कुशली हुनुहुन्छ होला। म चाहिँ आज तपाईहरुको लागि नयाँ भिडियो लिएर आएको छु। कसरी चाहिँ हामी जापान आइपुग्यौं, के गरेर जापान आइपुग्यौं, कस्तो प्रोसेसबाट जापान आइपुग्यौं भन्ने कुराहरु म आज तपाईहरुलाई भन्नेछु। अनि जापान आइसकेपछि यहाँ हाम्रो लाइफस्टाइल कस्तो चल्दैछ, पढाइ कस्तो हुन्छ जापानको, अनि स्टुडेन्टमा आउनेहरुलाई कति घण्टा काम गर्न मिल्छ, काम कसरी पाइन्छ भन्ने कुराहरु चाहिँ आज म भन्न जाँदैछु। म अनि मेरो साथमा हुनुहुन्छ हाम्रो सोल्टी हुनुहुन्छ। हामी दुईजना चाहिँ नेपालमा सँगै पढ्यौं, सँगसँगै जापान आयौं, सँगसँगै सबै कुराहरु प्रोसेस गर्यौं, डकुमेन्टहरु सँगै सब तयार गरेर दुईजना चाहिँ हामी यहाँ सँगै बसिरहेको छौं। सँगसँगै एउटै गएको एकदम चिलाक्स मजा भइरहेको छ। सोल्टी, तपाईको परिचय दिनुस्। हेलो नमस्ते दर्शन, मेरो नाम चाहिँ विवेक रुचाल, म चाहिँ विराटनगर मोरङदेखि हो। हामी दुईजनाले जापान आउँदाखेरि चाहिँ हामीले प्रोसेसहरू सबै यता काठमाडौँ भक्तपुरदेखि गरेको थियौँ, दुईजना सँगै रुममा बसेर। अनि त्यसपछि अब सुरुमा हामीले क्लासहरू पनि गऱ्यौँ, क्लासहरू पनि हामीले कति महिना गऱ्यौँ होला सोल्टी? लगभग 6-7 महिना जस्तो क्लास गऱ्यौँ। 6-7 महिना जति क्लास गऱ्यौँ। क्लास गरेपछि अब उता हामीलाई अब इक्जाम सिक्जाम त्यही भन्नुभयो। अब त्यतिखेर अब हामीले जेएलपिटी त पास गर्ने त्यतिखेर त हाम्रो चान्सै थिएन होला, टाइमिङ पनि थिएन फेरि। अनि त्यही भएर हामीले जेएलसिटीको इक्जाम दियौँ। त्यो चाहिँ फर्स्ट एटेम्पमै हामीले पासहरू गऱ्यौँ। पास गरेपछि अनि फ्याक्ट यता एप्लाई पनि भयो। एप्लाई चाहिँ हाम्रो यो चिबाको कलेज थियो, हाम्रो उसमा यो मानवीय गएको, मावासीमा रहेको मानवीय गएकोमा हाम्रो अहिले पढिरहेको छु दुईजना चाहिँ। तिनीहरू छ्याट्ट एप्लाई भयो। एप्लाई भएपछि अब सिओई को वेटिङमा थियौँ। त्यसो पनि हामीलाई कस्तो भएको थियो रुममा? एकदम गाह्रो। कस्तो भन्दाखेरि जेएलसिटीको एक्जाम दियौँ, पास भयो। अनि भइसकेपछि ठिक्क दसैँको मुख थियो होइन, दसैँको मुखमा अनि डकुमेन्टहरू चाहिँ बनायो गऱ्यौँ। 20 कि 21 मा थियो होइन हाम्रो चाहिँ। अनि कहिले आउँछ भन्ने भइरहेको थियो, पुरा गाह्रो। फेरि हाम्रो निन्द्रा लाग्दैन थियो, दुईजना गफ गरेर आउँछ कि आउँदैन के कसो। अनि दुईजना चाहिँ फेरि हामी सँगै बस्यौँ, सँगै भयौँ। एकजनाको सिओ आइदियो, एकजनाको चाहिँ नआइदियो भने के गर्ने, अर्को टेन्सन भनेको अर्को टेन्सन के गर्ने, अब कसो गर्ने भन्ने त्यता पनि टेन्सन हो। अनि अझ एउटा कुरा, अब त्यहाँको सरहरूले भन्नुभएको थियो बाइचान्स तिमीहरूको सिओई आएन भने स्टुडेन्ट भिजा छोडेर तिमीहरूले वर्किङ भिजामा पनि गर्न मिल्छ भनेर। तर हामीलाई अब वर्किङ भिजामा त आउँदाखेरि हामीले N5 N4 दुइटै पास गर्नुपर्छ नि त। अब हामीलाई N5 को त त्यति मजाले आउँदैन थियो, पढ्न त पढ्यो तर आउँदैन त। अब वर्किङ भिजामा त हल्का जापान आउने पनि कम चान्सेस थियो। आउनु त आइन्थ्यो तर ढिलो हुन्थ्यो भन्ने पनि ढिलो। हामीलाई चाहिँ कसरी हुन्छ, एकदम छिटो क्या आजको भोलि नै जापान पुगिहालौँ भन्ने खालको थियो। त्यो भएर चाहिँ स्टुडेन्टमै हामी आयौँ, नभन्दै सिओई पनि आयो होइन। सिओई हाम्रो आज आयो भने भिएफएक्सको डेट चाहिँ हामीले भोलि नै बुक गरिसकेका थियौँ क्या। किन भन्दाखेरि सिओई आइसके पछाडि भिएफएक्स डेट चाहिँ कस्तो हुँदो रहेछ, त्यतिखेर सबैजनाको सिओई आउने हुन्छ नि त, भिएफएक्स डेट चाहिँ नपाउने चान्सेस हुन्छ। अनि त्यो भएर चाहिँ हामीले चाहिँ अगाडि नै बुक गरेको थियौँ। बरु त्यो बुक गरेको पैसा बरु त्यति रेटमा भएन भने बरु जाओस् भन्ने हिसाबले गरेको थियो, नभन्दै त्यही रेटमा हामीले चाहिँ सिओई त्यो भिएफएक्स बुक गरेकैमा चाहिँ पायौँ। नभन्दै गएकोमा फीहरू पनि हाल्यौँ, सबै गऱ्यौँ, उताबाट स्टेटमेन्टहरू पनि सबै आयो, टाकटुक सबै काम सकियो। र हामीलाई अझै एउटा डर के थियो भन्दाखेरि यता भिएफएस गरेपछि हामीलाई अब इमिग्रेसनले फोन गर्छ गर्दैन। हामीलाई त्यहाँ भिएफएस गर्ने बेलामा इमिग्रेसनको मान्छेले के भनेको थियो भन्दाखेरि भिएफएस गरेको 3 दिन चाहिँ भ्याली छोडेर नजा भनेको थियो। तर हामी भ्यालीमा 2 दिन मात्र बस्यौँ। रिक्सै लिएको होइन, होली थियो होला नि त। होली थियो, होलीले गर्दाखेरि 2 दिन चाहिँ भ्यालीमा बस्यौँ। अनि अर्को दिन चाहिँ अब भए पनि अब त्यतिखेर ट्याक्क शुक्रबार शनिबार के हो के थियो होला, शनिबार आइतबार छुट्टी हुन्छ नि त। अनि त्यही भएर 2 दिन बसेर चाहिँ हामी गयौँ घरतिर। अनि 3 दिन भयो 4 दिन भयो हामीलाई इमिग्रेसनदेखि कल पनि आएन। त्यसको 1 हप्तापछि ठक्क मेसेज आयो। मेसेज आएर चाहिँ यहाँ कुन ब्याङ्क अरे उसमा यो एनएमबी त्यो ब्याङ्कमा तपाईँको डकुमेन्टहरू आएको छ, आएर रिसिभ गर्नुभयो भन्यो। अनि त्यसपछि हामीले रिसिभहरू गऱ्यौँ। रिसिभहरू गरेपछि अब हाम्रो त जापान आउने सबै थोक भइसक्यो। त्यसपछि हामीले टिकटहरू पनि काट्यौँ, अगाडि नै काटेको थियौँ। आउनुभन्दा अगाडि हामीले टिकट लिइसक्यौँ। टिकटहरू पनि त्यो पनि रिक्समै लिएको हामीले। एम्बेसीले फोन गरेन, नगर्ने बित्तिकै ल अब भिजा कन्फर्म भनेर हामी आफै फिक्स भएर टिकट पनि हानिदिइसकेको थियौँ। टिकट पनि हान्यौँ। टिकट हानेर क्विकली हाम्रो काम एकदम छिटो भयो क्या। हामी चाहिँ कस्तो, हामी अप्रिलको मान्छे मार्चमै आइसकेका थियौँ।
मार्च 25 मा हामी जापानै ल्यान्ड भइसकेको थियौँ अप्रिलको स्ट्रेन भनेको हामी चाहिँ एकदम छिटो आयौँ क्या हाम्रो चाहिँ प्रोसेसहरू सबै छिटो भयो अनि अर्को कुरा के भन्दाखेरि हाम्रो चाहिँ जुन हाम्रो यहाँ गएको छ गएकोमा नै हाम्रो नेपाली सर हुनुहुन्छ उहाँकै कन्सल्टेन्सी चाहिँ सूर्य विनायकमा छ त्यही कन्सल्टेन्सीको थ्रुबाट पढेर हामी चाहिँ आयौँ उहाँले हामीलाई चाहिँ अलिकति सहज बनाइदिनु भयो अनि सँगसँगै हाम्रा दादाहरू हाम्रो भाउजू छोटीको चाहिँ दिदी भेना मेरो चाहिँ दादा भाउजू उहाँ आउनुभएर चाहिँ हामीलाई एकदमै सजिलो भयो इजी भयो प्रोसेसहरू गर्न अनि हामीलाई एयरपोर्ट पनि उहाँ नै लिन आउनुभएको थियो दादा नै लिन आउनुभएको थियो सबै राम्रै भयो 1-2 दिन पछाडि अनि यहाँ अनि फेरि जापान आइसके पछाडि के हुँदो रहेछ भन्दाखेरि यहाँ चाहिँ अलिकति पैसा चाहिँ बोकेर आउनु है जापान आउँदाखेरि किन भन्नुहुन्छ भन्दाखेरि पैसाको मात्रै काम छ हुन्छ कति पैसाको काम छ हामीले 10 मान लिएर आएकोमा अहिले भनेको छैन 10 मान सक्यो 10 मान पुरै सकिसक्यो किन सक्यो भन्नुहुन्छ भने पुरै काम हुन्छ क्या पैसाको मात्रै तपाईँको अब जाइरो कार्ड हुन्छ जाइरो कार्डको पछाडि एड्रेस हाल्नुपर्छ जुसियो भन्छ त्यसलाई त्यो एड्रेस हाल्नु पर्यो अनि ब्याङ्क अकाउन्ट खोल्ने हुन्छ त्यस्तो टुक्रा टुक्री कामहरू निकै छ क्या यहाँनिर अनि तपाईँलाई अब नेपालबाट ल्याएको सबै सामानले हुँदैन केही सामान किन्नु पर्यो अनि त्यो सामान किन्दा भन्यो के गर्दा भन्यो अनि गएकोमा फेरि मेडिकल गर्ने भन्छ त्यता पनि पैसा तिर्नु पर्यो सबै गरेर अनि फोन निकाल्नु पर्यो फोनमा पनि पैसा लाग्यो सबै गरेर पैसाको मात्रै खर्च छ त्यही भएर पैसा अलिकति बोकेर आउनुहोस् यस्तै छ जापान हामी चाहिँ यसरी नै गर्दैछौँ लाइफस्टाइल चलिरहेको छ होइन जसो तसो काममा गयो आयो फेरि कस्तो हुँदो रहेछ भन्दाखेरि काम पनि अहिले विद्यार्थीको लागि भन्दा चाहिँ जापानमा चाहिँ हप्ताको 28 घन्टा मात्रै काम गर्नुपर्ने हुन्छ हामीले 28 घन्टाभन्दा बेसी चाहिँ काम गर्न मिल्दैन त्यो चाहिँ मिल्दैन भन्ने हो तर प्रायले गरिरहेको हुन्छ तर हामीले चाहिँ अहिलेसम्म अर्को काम चाहिँ पाएको छैनौँ र नि गरेको पनि छैनौँ एउटा मात्रै काम छ तर एउटा मात्र कामले यो अनुसार चाहिँ यसो विचार गर्दाखेरि यो खर्च अनि यो लाइफस्टाइल यसो विचार गर्दाखेरि पुग्छ जस्तो चाहिँ लागेन एउटा कामले चाहिँ फाइलै बराबरी नै हुन्छ त्योभन्दा अरू केही पनि हुँदैन होइन त लाउन खान मजाले पुग्छ तर अरू चाहिँ हुँदैन दुईवटा काम चाहिँ गर्नुपर्ने हुन्छ दुईवटा काम भनेको चाहिँ एउटा चाहिँ ब्याङ्कमा देखिने हप्ताको 28 घन्टा काम गर्ने अनि अर्को भनेको चाहिँ ह्यान्ड क्यास काम गर्ने ह्यान्ड क्यास पनि कस्तो काम गर्ने भन्दाखेरि तपाईँको जाइरो कार्डहरू पासपोर्टहरू केही पनि डकुमेन्टहरू नमाग्ने कहाँ छ त्यस्तो ठाउँ मात्रै काम गर्नुहोस् तपाईँको जाइरो कार्डहरू मागेको छ भने तपाईँको डिटेलहरू मागेको छ भने त्यस्तो ठाउँमा ह्यान्ड क्यास पायो भने नगर्नुहोस् किन भन्दा तपाईँलाई भोलि पर्सि भिजामा प्रब्लम आउनसक्छ त्यस्तो चाहिँ भोलि पर्सि वडामा जान्छ त्यो डकुमेन्टहरू वडामा गइसकेपछि हामीलाई नाम सहित आएको हुन्छ आएपछि हाम्रो त अनि बेसी काम गरेको भनेर देखिन्छ हाम्रो भिजामा प्रब्लम आउँछ त्यही भएर त्यो चाहिँ नगर्नुहोस् होइन त त्यस्तै छ अनि हाम्रो चाहिँ अहिले गएको चलिरहेको छ अर्को कुरा के भन्दाखेरि जापान आएर तपाईँहरू साथी सर्कल चाहिँ एकदम राम्रो बनाउनुहोस् हामीभन्दा अलिकति पछाडि आएको भाइ बहिनीहरू नै भनौँ न होइन उहाँहरूलाई यसो हेर्दाखेरि एकदम गाह्रो छ क्या नेपालबाट आएको 1 महिना पनि भएको छैन माहौल अलिकति क्राइसिस त्यो माहौल देख्दाखेरि चाहिँ आफूलाई पनि नमजा लाग्दो रहेछ क्या त्यो खालको माहौल बनाउने हिसाबले चाहिँ नआउनुहोस् किन भन्दाखेरि त्यो राम्रो होइन तपाईँ नेपालबाट केही गर्छु केही हुन्छ कि आमा बाउलाई त्यत्रो ऋण काटेर ब्याजमा पैसा लिएर सबै गरेर आउनुभएको हुन्छ यहाँ आएर चाहिँ तपाईँहरू दुनियाँ चक्करमा रक्सी खाने जाँड खाने अनि सँगसँगै आउने बित्तिकै माया प्रेममा लाग्ने होइन त त्यो राम्रो होइन नि त त्यसले चाहिँ के गर्छ भन्दाखेरि त्यसले चाहिँ तपाईँलाई परिवार पनि डिस्ट्रोय गर्यो तपाईँलाई पनि डिस्ट्रोय गर्यो त्यो चाहिँ तपाईँलाई पनि हानि हुने हो क्या बरु तपाईँ आउनुहोस् आइसके पछाडि तपाईँ अलिकति आफ्नो भाषा बनाउनुतिर मेहनत गर्नु भाषा बनाउनुहोस् तपाईँ राम्रो हुन्छ त्यसरी तपाईँ कसरी हुन्छ अगाडि बढ्न खोज्नु केही कुराहरू सिक्न खोज्नु त्यस्तो त्यो लभ चक्कर माया प्रेम त्यसमा नलाग्नुहोस् त्यो भनेको एकछिनको लागि मात्र हो त्यसले हामीलाई सधैँभरि पुग्दैन यहाँनिर विदेशको ठाउँ भनेको त्यो गरेर हामीलाई केही हुनेवाला छैन होइन त छोडी त्यो भनेको बेटर होइन तपाईँहरूलाई चाहिँ यो चाहिँ हाम्रो सकेछ भने दुईजनाबाट चाहिँ सकेछ भने तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने सोल्डी पनि भनिदिनुहोस् केही कुरा अब के भन्दाखेरि अब नेपालदेखि जापान आउने सोच छ भने चाहिँ सकेसम्म भाषा चाहिँ यहाँ जापान भन्दाखेरि पनि नेपालमै बनाएर आउनु नेपालमै बनाएर आउनुभयो भने तपाईँले यहाँ जापानमा यसो हल्का सजिलो कामहरू पाउन सजिलो हुन्छ सजिलो पाइन्छ छिटो पनि काम पाइन्छ नि अब अहिले भाषा छैन भने हामीले गर्ने भनेको त्यही यामातो अब यामातो पनि अहिले भाषा चाहिन्छ अब त्यहाँको स्याइनले यो गर भन्दाखेरि अब हामीले उनीहरूले भनेको हिजो हाम्रो काममा कस्तो भयो भने त त्यहाँनिर एउटा टोललाई त्यो दाइसा भन्ने हुन्छ हामी पनि दुईजना उनी गरी यामातै गर्छौँ के भयो भन्दाखेरि हामीभन्दा अगाडि आएको एप्रिल इन्टेकमाको टोली थियो त्यो साथीलाई चाहिँ दाइसा फेल भनेको रहेछ उसले चाहिँ बुझेन त्यहाँको स्याइन भन्ने हुन्छ अलिकति ठुलो मान्छे कम्पनीको त्यो मान्छेले चाहिँ अनि त्यो मान्छेले चाहिँ उसलाई भन्दाखेरि बुझेन अनि नबुझिसकेपछि स्याइन रिस आयो क्या उसँग यत्रो भन्छ कि किन बुझ्दिनस् भन्दा नि ऊ आयो अनि अर्को नेपालीलाई गएर ट्रान्सलेट गर्न लायो अनि उसले भनेको केही रहेन रहेछ त्यही
ठेल्दै त्यसलाई त्यहाँ राख्थ्यो भनेको रहेछ क्या त्यस्तो हुन्छ भाषा आएन भने गाह्रो हुन्छ त्यही भएर भाषा चाहिँ अलिकति राम्रो बनाएर आउनुहोस् N5 मात्रै होइन कि N4 पनि सिद्ध्याएर आउनुहोस् बरु N4 सक्नुभन्दा N4 पनि निकै मिनिङहरू हुन्छ नि त नयाँ नयाँ मिनिङहरू हुन्छ अनि सजिलै हुन्छ त्यो भने N5 मा भनेको लङ हुन्छ तर यहाँ जापान आएपछि तपाईसँग कोही मान्छे पनि त्यो लङ तरिकाले बोल्दैन क्या उनीहरूले जे भने पनि उनीहरूले सर्टकटमा भन्छ अब सर्टकट उनीहरूले भनेको हामीले बुझ्दा नि बुझ्दैनौँ अनि त्यो हुन्छ त्यही भएर चाहिँ भाषा चाहिँ बनाउनुहोस् अरू भनेको त्यही गर्छ अनि मेहनत गर्छु भन्ने हिसाबले आउनुहोस् तपाईँहरू आउने बित्तिकै यो लाइफस्टाइल देखेर चाहिँ नेपालबाट हेर्दाखेरि भिडियोमा देखेको लाइफस्टाइलमा चाहिँ नआउनुहोस् लाइफस्टाइल त यहाँ जापान मात्र होइन अमेरिका तपाईँहरू जुन ठाउँ अमेरिका अस्ट्रेलिया जहाँ गए पनि उनीहरूको त्यो फोटोमा त्यो त्यही मान्छेलाई फोटोमा हेर्नु र उनीहरू बसेको उनीहरूको लाइफस्टाइल काम गर्ने हेर्नु भयो भने धेरै फरक हुन्छ क्या त्यो फोटोमा त भयो भने त एउटा नयाँ ज्याकेट भेस्ट सेस्ट लाएर फोटो खिच्यो भने त भइहाल्यो नि कति सुन्दर देखिन्छ नि तर लाइफ त्यति सुन्दर छैन यो जीवनयापन यहाँको त्यस्तो सुन्दर छैन क्या जुन हामी पिक्चरमा देख्छौँ त्यो सुन्दरता चाहिँ छैन प्याटै छैन सुन्दरता छ तर बिदाको दिन्छ कस्तो छ भन्दाखेरि साथीभाइ भेटेर रमाउन ओर्न पाइयो त्यो पनि छ नभएको तर के भन्दाखेरि एभ्री डे त्यो खालको छैन सुख यहाँनिर सबै भनेको तपाईँको मेहनतमा भर पर्छ सबै कुरा त्यो भएर मेहनत गर्नुहोस् राम्रोसँग आउनुहोस् तपाईँहरू आउँदै हुनुहुन्छ भने पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने राम्रोसँग आउनुहोस् सबै कुराहरू यहाँ भने यस्तै छ चाहे यस्तै छ ठाउँमा आउँदै हुनुहुन्छ तपाईँ जापान मात्रै होइन तपाईँ युरोप अस्ट्रेलिया क्यानाडा लगायत तपाईँ गल्फ जानुहुन्छ भने पनि सबैतिर अलिकति मेहनत गर्छु भन्ने हिसाबले जानुहोस् राम्रो छ विदेश यस्तै अब नेपालमा अहिले बस्ने अवस्था छैन अहिले सबैको भनेको कन्टेन्ट नेपालभन्दा त बेटर छ आउँदा हुन्छ सबैलाई अहिले विदेश जानु छ नि त सबलाई विदेश जानु छ विदेश जाने लर्को छ आउनुहोस् तपाईँहरू पनि मेहनत गर्नुहोस् इन्जोय गर्नुहोस् यस्तै छ लेबर हुन आउनुहोस् मजा लिनुहोस् अब यति भन्दै अब के हामी यो भिडियोलाई इन्डिङ गर्दिउँ अब यो भिडियोलाई चाहिँ अब हामी इन्डिङ गर्नतिर लाग्छौँ हेरिदिनु भयो थ्याङ्क यू सो मच हामीले चाहिँ जानेको कुरा अलिअलि त्यो चाहिँ जानेको थियौँ भएको थियौँ त्यही भनिदिउँ अब फेरि अर्को भिडियोमा लिएर आउने नै छौँ त्यतिखेरसम्म स्टे ट्युन फेरि अब सायद अर्को हप्ता नभए 2-4 दिन कहिले फ्री हुन्छु त्यतिखेर हामी भिडियो आइ नै हाल्छ थ्याङ्क यू सो मच लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् साथीभाइले सेयर गर्नुहोस् यो भिडियो तपाईँलाई मन पर्यो भने साथीलाई पनि सेयर गरिदिनुहोस् नयाँ कोही जापान आउँदै हुनुहुन्छ भने त्यो साथीलाई पनि सेयर गरिदिनुहोस् अनि तपाईँलाई म जबरजस्ती सब्सक्राइब गर्नैपर्छ नि भन्दिनँ तपाईँलाई यो भिडियो मन पर्यो भने सब्सक्राइब चाहिँ अवश्य पनि हान्नु होला है त थ्याङ्क यू सो मच बाई बाई गुड बाई